बिहानको समय हावा ताजिलो भइरहेको छ र वातावरण शान्त। म मेरी आमा र मेरी ठुलमम्मी सबैजना कुरा गर्दै दाउरा खोज्न जङ्गलतर्फ जाँदैछौँ। कहिलेकाहीँ बाटो कठिन लाग्छ, तर साथमा परिवार छ भने हरेक यात्रा रमाइलो हुन्छ। पोखराबाट तल हिँड्दा चराहरूको आवाज र पातपतिङ्गरको सुमसुमाहट मानव प्रकृतिले नै हाम्रो स्वागत गरिरहेको जस्तो लाग्छ। नमस्ते, मेरो नाम विशाल थापा र आज म तपाईहरूलाई मेरो नयाँ भ्लगमा स्वागत गर्छु। अहिले म बिहानै उठेर घरका साना कामहरू गर्दैछु ताकि आमालाई सजिलो होस्। अनि अब हाम्रो यात्रा सुरु हुन्छ जङ्गल, गाउँ र परिवारको रमाइलो जीवनसँग। ओके, अहिले चाहिँ हामी हाम्रो डेस्टिनेसन पोइन्ट जस्तैमा आइसक्यो, किनभने अहिले दाउरा खोज्न आएको होइन। अनि यो ठाउँलाई चाहिँ बाडा सोरा भन्ने रहेछ। अनि यो चाहिँ हाम्रो पहिला जिजुबाजीहरूको खेती गरेर खाने ठाउँ। यहाँ सबै बारी हुने गर्थ्यो, त्यहाँ मुनि हुन्थ्यो के भन्छ पोखरी, भैँसीले पानी खाने। अनि यहाँ मान्छेहरू बस्ने ठाउँ थियो। मुनि खेतबाट माथि आउँदाखेरि उकालो चढ्दाखेरि यति एरियामा मान्छेहरू थके मार्ने गर्थ्यो। नि अहिले चाहिँ हामी यहाँ छौँ। अहिले चाहिँ जङ्गलमा पहिला चाहिँ अलि बाडफाड हुन्थ्यो होला पहिलाको जमानामा चाहिँ। अहिले चाहिँ घारी नै छ, जस मान्छेहरू कोही नआएर। अनि हामी चाहिँ यहाँ दाउरा पाउँछ कि भन्ने आशले आएको। अनि मम्मीहरू चाहिँ यहाँ दाउरा काट्न सुरु गरिसकेको छ। ओके, सो त्यही हो। सो हेरौँ अब कति बेर बसिन्छ यहाँ। अनि कटुस पनि खोज्छु म, कटुस पनि छ भन्दा चाहिँ उता। ओके, सो मैले कटुस चाहिँ आउने बित्तिकै पाइसकेँ। एउटा खोल्टीमा हाल्छ कि, अनि एउटा यो काँडाले अलि गोच्छ कि। मैले पन्जा राखेन आज। यो पनि पाएँ, एउटा दुईवटा पाइसकेँ। म चाहिँ यहाँ कटुस खोजेर बस्छु एकछिन। यो पनि छैन रहेछ, यो उसले गरेको के भालुले खाएकै हो। यो जङ्गल धेरै पुरानो हो। ठुला ठुला रुखहरू, घना पात र हरेक पाइला अघि हामीलाई इतिहासले छुँदै गएको अनुभव भएको छ। यहाँ चाहिँ मैले पहिला मान्छेहरूले गर्ने बारीहरू चाहिँ भेटाइसकेको, जहाँसम्म मलाई लाग्छ यो चाहिँ बारी हो। अलि फराकिलो ठाउँ छ अनि बारी जस्तै अझै होस्। अनि यहाँबाट अलिक साङ्गुरो हुँदै गयो। हाम्रो हो कि हो र? यो हाम्रो हो र? हामीले यहाँ मकै छोड्छौँ। अहिले त छोडेर यस्तो भएको हेर त। मेरो पालोको बारी हो, मेरो सानो बारी जस्तो छैन, यो पुरै फिल्ड। तर यहाँ उ गऱ्यो भने त हुन्छ। अहिले पनि बारी गऱ्यो भने चाहिँ राम्रो हो क्या यहाँको माटो। यहाँ जोस् केही कुरा रोप्यो भने चाहिँ यहाँ त्यो फलिसकेपछि चाहिँ बाँदर कुर्न आउनुपर्छ। यहाँ धेरै बाँदर आउने, यो जङ्गल एरिया भएर धेरै बाँदर आउँछ कि यहाँ नजिक जङ्गलबाट। अनि त्यो भएर पनि छोड्या हुनसक्छ। यहाँ पहिला मान्छेहरूले जस धेरै दुःख हुने कि पहिला रोप्न पऱ्यो, रोपेर नि डेली कुर्न आउनु पऱ्यो यहाँ बाँदर। सो धेरै दुःख हुन्छ, त्यही भएर छोड्या हुनसक्छ। त्यही यताको चाहिँ यस्तो छ यताको जियोग्राफीहरू। यस्तो ढिकहरू छ, अनि ढिक मुनिपट्टि अलि थोरै फराकिलो बारी छ। अनि माथिबाट कस्तो छ, माथिबाट छहारी आउने, घाम त्यति नपुग्ने रहेछ कि यहाँ। सफिसियन्ट घाम नपुग्ने रहेछ कि एउटा प्लान्टलाई चाहिने। सो त्यही त अलिअलि रुखहरू काट्दै भने चाहिँ घाम मजाको आउँछ यहाँ दिउँसोमा चाहिँ। यतिखेर चाहिँ रुखले अलि जङ्गल पनि भयो, अनि घाम पनि अलिअलि मात्रै कोही ठाउँमा मात्रै आयो कि। सो त्यो भएर यहाँ अहिले नै यतिकै गर्न थाल्यो भने चाहिँ केही पनि फल्दैन। सबै रुखहरू अलिक बाडफाड गरेर बल्ल लगायो भने चाहिँ के हुनसक्छ यहाँ चाहिँ। त्यही हो भन्ने कुरा मात्रै। यहाँ कसले लगाउँछ, अहिले कसले पनि लगाउँदैन। यहाँ एकजना ऊ नगर्छ कि पछि फेरि झ्याउ हुन्छ कि लगायो भने, एक दुईजनाले मात्रै।
के भने सबैले लगाउनु पर्यो, यहाँ जति बारी छ त्यो सबै बारीमा लगाउनु पर्यो, नत्र एक दुईजना लगाउँछ चाहिँ ज्याउ हुन्छ। सो त्यही भएर यहाँ चाहिँ अचेल चाहिँ सबै टोटल्ली बन्द गरिसके। यो एरियातिर चाहिँ यो पाहाडको एरियामा योभन्दा मुनिको एरियामा चाहिँ अझै पनि केही मान्छे हाम्रो गाउँको मान्छेहरूले चाहिँ धान रोप्ने गर्छ। अनि हाम्रो त रोपिन्न कि धान त जस बाजीहरूले रोप्छ। जङ्गलको गहिराहीमा जहाँ घना रुखहरूले सूर्यको प्रकाशलाई झुप्टोमा पक्रिन्छन्, जीवन सासाना कुनामा पनि फस्ट्याउँछ। यी सासाना जीवनले आफ्नो घर बनाउन, खाना बोक्न र आफ्नो समुदायको रक्षा गर्न कठिन मेहनत गर्छन्। अनि हामीले चाहिँ त्यहाँ माथि अलिअलि बारी देखे पनि त्यहाँ माथि धेरै बारी नरहेछ। जति यहाँ मुनि छ, यहाँ मुनि चाहिँ यहाँ मुनि गर्दै यस्तो टिक 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 गर्दै बारीहरू रहेछ कि यस्तो मुनि एउटा बारीको मुनि गर्दै मुनिसम्म रहेछ है। यस्तो रहेछ अहिलेसम्म रहेछ। यहाँको चाहिँ यस्तो केही पहिरो सहिरो नजा रहेछ। यहाँ रुखहरू भएर पानीले पनि त्यति साह्रो केही नगरेर रहेछ। त्यो डिगहरू सबै अहिलेसम्म डिगर नै छ, पहिरो सहिरो केही पनि नगएको। यो उसले घोस्यो कि काटेर लास्टै यस्तो हुन्छ नि। यो चप्पलमा टाँसेर यहाँ माथि उफ्रिदिँदा यस्तो दुखिया खुट्टामा। यहाँ उ छ रेडियो एन्टिना। जङ्गलको माथिल्लो भागमा सूर्यको किरणले पातहरूलाई छुँदैछन्। हल्का प्रकाशले हरियो पातहरू चम्काउँदैछन् र म यस प्रकाशलाई महसुस गर्दैछु। जङ्गलको अलिकता तलतिर एउटा पुरानो रुखखण्ड छ जुन यो जङ्गल कति पुरानो छ भनेर बताउँछ। यसको घना रुखहरू, ढल्केको पात र बुढेसकालले जङ्गलको इतिहासको कथा सुनाउँछ। दाउरा खोज्ने काम चाहिँ सकिसकेको छ, देख्न सक्नुहुन्छ। अब हामी 1 घण्टाको काठ सङ्कलनपछि घर फर्किँदैछौँ। जङ्गलको शान्त वातावरण, साना पात पतिङ्गरको मेहनत र पुराना रुखहरूको कथा सबैले हाम्रो यात्रालाई अझै रमाइलो बनाएको छ। यो अनुभवले हामीलाई प्रकृतिसँगको नजिक सम्बन्ध सम्झाउँछ। जङ्गललाई पछाडि छोड्दै हामी घरतर्फ फर्किँदैछौँ, तर यसले देखाइएको जीवन, मेहनत र सुन्दरताको याद सधैँ मेरो मनमा रहनेछ। सो अहिले चाहिँ म मुनि जङ्गलबाट आएर नुहाएर खाजा खाँदैछु। आज लास्टै धेरै काम गरे जस्तो लाग्यो।